सबैलाई नमस्कार। अब हाम्रो जोडी फेरि आज हिजोको अपुरो कथा सुनाउन आयो। हिजोको कथामा चाहिँ नन्द भाउजूको पहिलो भाग सुन्नु भएको थियो। नन्दले चाहिँ जसरी पनि त्यो कान्छी भाउजूलाई लखटी छाडी माइत गई र दाजु चाहिँ आफ्नो श्रीमती भित्र आएर फेरि आफ्नो काममा फर्केको थियो भनेर चाहिँ सुन्नुभएको थियो र फेरि ऊ आफ्नो घरमा 1 वर्षपछि आइसकेको भन्ने कुरासम्म हिजो यहाँले सुन्नुभएको थियो। अब त हेर्नुहोस्, यस्तो चाहिँ नि दर्दनाक कथा छ नन्द भाउजूको सम्बन्ध। सुन्दै हुनुहुन्छ नि? अब चाहिँ एकदम ध्यान दिएर एकछिन अडिनुस्, केही बिग्रिँदैन यो सुनेर। यसरी तपाईँको छोरा छोरी, नन्द भाउजू, देउर देउरानी, जेठाजु जो हुनुहुन्छ सबैजनालाई सेयर गर्नु। सबैको घैँटामा घाम लाग्ने छ। कुरा बुझ्नु भएको छ भने, अब बुझ्नु भएको छैन भने मैले केही भन्नु छैन। मेरो काम सुनाउने हो, यहाँहरूको काम सुनेर प्रतिक्रिया दिने हो, कस्तो लाग्छ भन्ने कुरा। अब कथाबाट सुरु भयो। अब उसले के गर्यो भने आफ्नो श्रीमती त्यता गइसकेपछि बा आमा दाजु भाउजू सबैसँग चाहिँ कुरा बुझिसकेपछि उसले लगभग कुरा चाल पाइहाल्यो। यो सबै चलाकी बहिनीको हो। के गर्नु, अब आफ्नै बहिनी एउटै लाम्टो चुसेको गाली गर्न पनि मिलेन। त्यस्तै भई हामीले संस्कार सिकाउन जानेनौँ, बहिनीलाई गाली गर्नुको कुनै अर्थ छैन भनेर उसले बुझ्यो। बुझिसकेपछि ऊ के गर्यो, ससुराली फेरि गयो। श्रीमती बाठै पुग्यो, तिमी नआत्यौ म आइपुगेँ, आखिर मेरो बहिनी हो। अब के गर्नु, हामीले साँच्चै भन्ने हो भने पुल्यायौँ, संस्कार सुरुदेखि दिन सकेनौँ, त्यो उसको गल्ती होइन। उसलाई त्यो समाज र त्यो संस्कारले त्यस्तै बनाइदियो। त्यसकारणले मान्छे आफैमा जानी गल्ती गर्दैन, त्यो आफ्नो समाज र संस्कारले मान्छेलाई त्यस्तो बनाउने हो, वातावरणले त्यस्तो बनाउने हो भनेर आफ्नो श्रीमतीको चित्त बुझायो। हेरबुढी, मैले तेरो चित्त बुझास्तरी बुझायो। अनि त्यस पछाडि ल ठिकै छ, तपाईँ आउनुभयो, अब त खुसी लाग्यो, अब तपाईँ जानु पर्दैन, नजानु होला, काम यतै गरौँ, यतै बसेर कमाउँ, सम्पत्ति भनेको दम्पति रहेछ हजुर भनेर श्रीमतीले पनि टाकट टुकाउन पाएर कुरो मिलाए। फेरि अब माया पिरिमको गाँठो राम्रैसँग जोडियो। अब यता बुवा आमा चाहिँ के थिए, छुट्टै थिए। अनि जेठो दाजु र माइलो दाजुहरूलाई पनि अलिकति बिजाइसकेकी बहिनीले, त्यही भएर आफ्नो श्रीमतीहरू चाहिँ राम्रा छन् भन्ने कुरो दाजुहरूले के गरे, बुझेका थिए र आफ्नो श्रीमतीले त उनीहरूले काखी च्यापे। त्यसरी चाहिँ भाइ के अरे बहिनीको कुरा सुनेर उनीहरूले त्यो शङ्का गरेनन्। किनभने शङ्का गर्न र नगर्न आफ्नो श्रीमती अथवा आफ्नो श्रीमान कस्तो छ भन्ने कुरो हरेक व्यवहार र कुराबाट थाहा हुन्छ, थाहा पाउनु पनि पर्छ है। फेरि अर्काको भरमा शङ्का र उपशङ्का गर्न हुँदैन। त्यस पछाडि अब बाबुआमाले चाहिँ के सोचे भने अब छोरी पनि विवाह गरिदिनु पर्यो, त्यसपछि अब हामी ढुक्क हुन्छौँ बुढी, अब छोरीको विवाह गरिदिनु